So what's up guys, welcome back to a brand new video. आज चाहिँ हामी परेवा डाँडाको परेवा पार्क जाँदैछौँ है त। घरबाट 25 to 30 minutes लाग्छ। सो दिदी म भिनाइ जाँदैछौँ है त। दिदीले स्टोरमा हुन्छ, म बाइकमा छु। इट टेक्स हामीलाई चाहिँ एराउन्ड पानी नपरेको टाइममा चाहिँ 25 देखि 30 मिनट्स लाग्छ। हेरौँ अब आज कति टाइम लाग्छ। आज पानी परिरहेको छ। पानी परेको बेलामा घरमा के गरेर बस्नु, के भयो साह्रै छ। पानी परेको बेलामा चाहिँ के गरेर बस्नु होइन। त्यही चाहिँ हामी यसो एउटा सर्ट राइडमा जाउँ होइन, एक्सप्लोर गरौँ। फिनाजको लागि यो ठाउँ नयाँ पनि हो होइन। कान्छोमा चाहिँ गइरहेको थियौँ। म चाहिँ सिङ्गल छु, फिनाजु र कान्छो चाहिँ डबल हुन्छ होइन। सो यता हुनुहुन्छ। अब हामी चाहिँ बिस्तारै जान्छौँ है। पानी परेको छ, धेरै स्पिडमा जानु भएन। बिस्तारै बिस्तारै अगाडि जान्छौँ। यो चाहिँ मेरो रेन्जमा चाहिँ फर्स्ट ब्लग हो है। आई डोन्ट नो अब यो लेन्स कसरी खिच्नुपर्छ होइन। किनभने पानी एकदम चिसो परिरहेको छ। यही पानी लेन्समा पऱ्यो भने त केही पनि देखिँदैन होला। अनि अडियो पनि यो पानीले गर्दा डिस्टर्बेन्स अभियसली आइहाल्छ होला। हामी चाहिँ फेदिक्राबाट स्टार्ट गरेको छौँ। अनि यो चाहिँ पुरानो डी भन्ने ठाउँ हो। पुरानो डीको टर्निङमा यतिको पानी परेको छ। मान्छेहरू पुरा हेरिरहनु भएको छ। त्यो रोड पनि हेरौँ होइन, के कस्तो भएको छ बाटो खोलाहरू होइन। अनि यस्तो थोरै एक्सप्लोर पनि हाम्रो ठाउँ भनेर आज हामी निस्केको हाम्रो खासमा। फर्स्टमा हाम्रो टार्गेट चाहिँ त्यही परेवा डाँडाको परेवा पार्कसम्म पुग्ने छ। हेरौँ नेक्स्ट अब कतै अन्त कतै गयो भने यस्तो भ्यालिडेसन नै हुनेछ। यस्तो पानी पर्दैछ, मान्छेहरू होइन छाताबाट हिँड्दै हुनुहुन्छ। कोही कोही छाता नओढी। यहाँ चाहिँ हाम्रो कुकुर सोल्टीहरू चाहिँ पुरा ग्याङमा छ है। ओहो बाटो त त्यसपछि अब यतातिर हामी चाहिँ अलिकति सेन्टर पार्ट जस्तोमा हो क्या। अहिले हाम्रो घर चाहिँ ट्याक्क लमजुङको इस्टमा पनि वेस्टमा पनि घुम्ने ठाउँहरू छ। अनि लाइक हाम्रो चाहिँ सेन्टर पार्टमा छ। बाटो पानी परेर उपर बिग्रेको रहेछ। आउँदै हुनुहुन्छ रोडमा। सो एकछिन कुरौँ होइन, बाटो उपर चिप्लो छ। पानी परि नै रहेको छ। अफरोड छ, कहिल्यै बन्दैन यताको बाटो पनि। यो चाहिँ खासमा मध्य पहाडी लोकमार्ग होइन, तर यहाँ चाहिँ यो बजार छ नि त होइन। बजारको लगभग 1 किलोमिटर डिस्टेन्स छ होइन। यसमा चाहिँ कन्फ्लिक्ट आएको भएर चाहिँ यो बाटो कम्प्लिट भएको छैन क्या। नत्र सायद यो बाटो होइन फराकिलो बनाएको भए पिच हुन्थ्यो होला होइन। अब यहाँकै हाम्रो लोकल गभर्मेन्टले त खासै केही गरेको देखिँदैन। किनभने यो बाटो यस्तो भएको 2-3 वर्ष नै बढी भयो होला सायद। अनि यहाँबाट चाहिँ दुईतिरबाट जानु मिल्छ है। तल्लो बजारबाट पनि जानु मिल्छ, माथिल्लो बजार पनि जानु मिल्छ। हामी चाहिँ माथिल्लो बजारबाट जान्छौँ है। अब यहाँ चाहिँ कुनसागा पोखरा भनेर लेखेको छ। तल्लो बजारबाट जाने भन्नुभयो, माथिल्लो बजारमा थोरै अफरोड छ। त्यही भएर यो चाहिँ तल्लो बजारको बाटो हुन्छ है। अहिले हामी गइरहेको चाहिँ तल्लो बजार हो। अनि अहिले म जुन बाटो जानु लाग्छु नि होइन, त्यहाँ चाहिँ अलिकति मात्र अफरोड हो क्या। त्यो जुन टिप थियो नि, त्यो टिपमा अफरोड छ। त्यसपछि बाटो राम्रो नै छ क्या। अनि यो चाहिँ तल्लो बजार भयो। त्यो चाहिँ माथिल्लो बजार भन्छ। सुनार बजारको माथिल्लो बजार र तल्लो बजार भन्ने छ क्या। हामी परेवा डाँडा नै गइरहेको छौँ भने अब हामी राइट लिन्छौँ होइन। सिधै गयो भने चाहिँ मान्जोगा पुल पुग्छौँ क्या हामी। यस्तो अब फेरि हाम्रो माथि गयो नि, पानी परे पनि गाडीहरू एकदम गुडिरहेकै छ। मान्छेहरू आफ्नो काममा होइन। नजिकै नजिकै केही भएन नि त। लाइक हामी आयौँ यो बजारमा, यो बाटोमा चाहिँ केही हुने चान्स छैन नि त। जहाँ चाहिँ पहिरो आउने चान्सहरू हुन्छ होइन। त्यस्तै ठाउँमा चाहिँ अलिकति सतर्क हुनुपर्छ हामी हिँड्ने बेलामा नि होइन। अब यहाँ त केही छैन, बजार हो क्या। लेफ्टमा नि बजार छ, राइटमा नि बजार छ। त्यही भएर अभियस त्यस्तो रिस्क त केही पनि हुँदैन होइन। अब अलिकति राम्रो बाटो आयो अनि फेरि खुट्टाबाट आउँछ क्या। यो पनि हुन चाहिँ मध्य पहाडी लोकमार्ग नै हो। यो पनि कन्फ्लिक्टको कारणले गर्दाखेरि बनेको छैन होइन। यहाँनिर पनि खत्तम बिग्रेको छ बाटो भन्दा आएको थियो। तर यो चाहिँ वाउ ग्राभल हाल्ने काम भएको रहेछ है। मैले हिजो बेलुका एउटा पोस्ट देखेको थिएँ।
अनि त्यहाँ चाहिँ बाटो एकदम खतम यस्तै थियो क्या, त्योभन्दा नि खतम। अनि त्यो बाटो चाहिँ अहिले चाहिँ ग्राभल हाल्दा एटलिस्ट राम्रो काम भएको रहेछ यहाँ चाहिँ है। किनभने यो ग्राभल नहालेको भए चाहिँ यहाँ पुरै हिलो थियो क्या, त्यो हिलोमा त चिप्लिन्छ कि भन्ने हुन्छ नि त चान्स। त्यही भएर त्यो चाहिँ अलिकति राम्रो भएको रहेछ यहाँनिर चाहिँ है। यहाँभन्दा माथि पनि पहिला त ढुङ्गा थियो, अहिले चाहिँ सायद माटो आएर माटो हालेर चाहिँ अलिकति सजिलो बनाइदियो जस्तो लाग्यो। अनि फेरि कस्तो ढुङ्गै ढुङ्गा भयो भने चिप्लिन्छ, माटोमा पनि पानी पऱ्यो भने चाहिँ प्लेट हुन्छ क्या त्यो त्यतिको खोला नाला। अनि यहाँबाट चाहिँ नमुना हस्पिटल जानु मिल्छ है, यहाँबाट लेफ्ट दियो भने चाहिँ यो बाटो चाहिँ अलि अफ टाइपको छ। उतापट्टि झर्न गरेको बाटो छ जुन हाम्रो नगरपालिका छ, सुन्दरगढ नगरपालिकाको कार्यालयबाट चाहिँ झर्न गरेको बाटो छ। त्यहाँबाट पनि त्यही तल नमुना हस्पिटल नै पुगिन्छ है। खतम खतम भएको छ यो बाटो त कहिले राम्रो थियो र झन् अहिले पानी परेको झन् खतम। अनि त्यो चाहिँ हाम्रो सुन्दरबजारको नगरपालिका हो है, त्यो जुन टाइपको लेफ्ट साइडमा देखिरहेको छ नि होइन लेफ्ट, त्यो सुन्दरबजार नगरपालिका कार्यालय हो नि। यहाँबाट पनि जानु मिल्छ है, यहाँबाट नि बाटो त्यस्तै रहेछ नमुना हस्पिटल जाने त त्यही नगरपालिकासम्म चाहिँ पिच के अरे ढलान भएको रहेछ होइन। त्यहाँ पनि हालिदिएको भए तर पेट्रोल त त्यस्तो बिग्रेको त रहेछ हाम्रो होइन। उता चाहिँ खतम नै भएको थियो क्या पुरै, यो हिलै हिलो होइन, जता पनि हिलै हिलो थियो। त्यसले गर्दाखेरि गाडीहरू होइन एकैता त अटो चल्नु पनि कम्पेरिटिभ धेरै होइन, त्यो अटोहरू पनि नचल्ने भयो क्या। अनि यहाँ चाहिँ हामी दुईजना दाजुहरू साइक्लिङ गर्दै हुनुहुँदो रहेछ। सायद यो पोखरा जान मिल्छ क्या यहाँबाट चाहिँ, सायद पोखराबाट आउनुभएको होला। पोखराबाट मुस्ताङ जाने होइन, अन्त मुस्ताङबाट फगेर आएर यही बाटो हुँदै मनाङ जानु मिल्छ क्या बेस्टर निस्केर। मान्छे अथवा भेहिकल्सहरूको फ्लो चाहिँ यो टाइममा जेनरली यो दसैँ तिहारको बिचको टाइम हुन्छ उता जाने त मनाङ मुस्ताङतिर जाने। अनि तर यस्तो पानी पर्दा चाहिँ ट्राभल नगर्नु नै बेटर हुन्छ है मनाङ मुस्ताङको बाटोमा। कस्तो छ भन्दाखेरि अब एउटा साइडमा खोला हुन्छ, एउटा साइडमा भिड हुन्छ होइन, त्यसकोमा त कसरी ट्राभल गर्नु, पहिरो खस्ने चान्स हुन्छ। हाम्रो पोखरा जाने बाटो भयो है, त्यो चाहिँ हामी त्यहाँ खल्ती आइपुग्यौँ। यहाँबाट राइट लियो भने चाहिँ पोखरा जाने, यहाँबाट सिधै गयो भने चाहिँ परेवा डाँडा पुगिन्छ है। उताको बाटो चाहिँ अलमोस्ट पिच हुने यस्तो छ है हाम्रो लमजुङमा चाहिँ रोडबाटै खोला बग्छ है, खोलामै रोड पनि हुन्छ। यहाँ चाहिँ यो यति हो फेरि अफ रोड है, यो पुल कटेपछि फेरि पिच रोड आउँछ क्या अन रोड। भयो पाउँदी खोला खतरा भएको, त्यसलाई चाहिँ पाउँदी खोला भनेको है, खतरा भएको छ पाउँदी खोला। त्यो चाहिँ 100 किलो भन्दै सिन्जी प्रवेशद्वार भनेको छ होइन। यहाँबाट चाहिँ लेफ्ट लिग्यो भने सुत्केरीले गाडेको ढुङ्गा कुन्चा दरबार जान मिल्छ है। कुन्चा दरबारको डिस्टेन्स ट्याक्कै मेन्सन गरेको रहन्छ। सुत्केरीले गाडेको ढुङ्गा चाहिँ 8 किलोमिटर रहेछ। अनि मनकामना मन्दिर चाहिँ 300 मिटर होइन। यहाँबाट अब यता राइट चाहिँ हामी 2 किलोमिटरमा चाहिँ परेवाडा पार्क अथवा देउराली जान्छौँ। अब नेक्स्ट 13 किलोमिटर भनेको चाहिँ गढी कालिका मन्दिर है। हामी चाहिँ अहिले परेवाडा पार्कमा त जानु लाग्यो है, होइन यहाँ थोरै अफरोड छ जहाँ चाहिँ रातो माटो छ भनेर होइन। यहाँबाट यताबाट जाउँ है फेरि, त्यसपछि नेक्स्ट रातो माटो त छैन होइन, बाटो राम्रै छ, हल्का सिक्न सक्छ होइन। बाइकलाई त सजिलै हुन्छ, स्कुटरको चाहिँ टायर अलिक सानो हुने। पानी क्या हो पानी हाल्छ नि यति हो त, गाडी 125 हो त है। पछाडि बाटो त यही हो क्या यतातिर होइन, त्यता पनि रातो माटो हुन्छ। हो यहाँसम्म चाहिँ बाइक आउन मिल्छ, यहाँबाट चाहिँ हामीले जानुपर्छ होइन। गाडी कटिहाल्छ नि कट्दैन र यता बिनाजु कान्छो आउँदै हुनुहुन्छ नाच्दै नाच्दै। त्यता चिप्लो रहेछ बिस्तारै आउनु, चिप्लो छ। दिस इज परेवा डाँडाको जोडी परेवा।
परिवार लगाएको परिवार हामीलाई ल्याउने मान्छे चाहिँ कति जानुभयो हेलो हजुर परिवार डाँडाको परिवार पार्क अब भ्यू यही नै हो त्यहाँबाट त्यही खत्रीघाटी कुन्चा देखिन्छ यतातिर खत्रीघाटी यता कुन्चा अनि यता दुर्डा पनि देखिन्थ्यो हुस्सो लागेर चाहिँ केही देखेन यहाँबाट आधी घन्टा लाग्छ होला अघि हामीले जहाँ म रोकेको थिएँ नि त्यहाँबाट चाहिँ कुन्चा दरबार छ म पनि पुगेको छु नि त्यहाँ चाहिँ त्यहाँ जानुपर्छ अहिले एकछिनमा हामी चाहिँ हेलमेट यहीँ छोडेर उता जान्छौँ हाम्रो अर्को यहाँ जाऊँ भन्ने मान्छे चाहिँ भर्खर आइपुग्नु भयो हजुर हामीलाई यहीँ ल्याउनु भयो हो नि ल टु परेवा हेर्नुहोस् अब हाम्रो पानी नपरेको भए भ्यू पनि हेर्न पाइन्थ्यो हजुर हामी आउनसम्म अलिअलि त तर हामी चढ्दाखेरि सबै ढपक्कै ढाक्दैछ क्या पानी त अघिदेखि परिरहेको थियो यहाँबाट पौडी खोला सल्ल बगी भ्यू देखिन्छ होइन एउटा त्यो पाउँदी खोला हो कि नाउदी खोला हो कुन चाहिँ यहाँबाट देखिने चाहिँ पाउँदी तरा नौदी हो त्यही हो पाउँदी खोला चढेर आएको तरेर आएको यहाँबाट देखिने यता चाहिँ नाउदी हो अनि फाँटहरू त्यो पल्लो डाँडाहरू यस्तो राम्रो देखिन्छ होइन सबै मिस भयो कुन छ त अझै अगाडि यता हो कुन छ कि यता हो त्यहाँ तलबाट कुन्चा दरबार लेखाएको थिएन अघि त्यहाँ होइन जाने कुन दरबार मैले पनि देखाएको छु म पनि गएको छैन तर त्यहाँ मैले कुन्चा दरबार लेखेको देखेँ क्या ल यहाँ फोटो खिच्ने होइन नि यहाँ फोटो हेर्छु त यस्तो छ छाता ओढेर आएको छौँ हामी चाहिँ म चाहिँ छाता ओढेर आएको छु दिदी बिना चाहिँ प्लास्टिक ओढेर आउनु भएको छ यहाँ फोटो सेसन हुँदैछ है यहाँबाट चाहिँ राम्रो भ्यू देखिन्छ प्लस लाइक परेवा डाँडा भनेपछि होइन परेवा इज अ सिम्बोलिक कुरा हो नि त यो ठाउँको अनि त्यही भएर चाहिँ परेवा दुइटा बनाएर यो बनाएको चाहिँ धेरै भइसक्यो होइन परेवा पार्क परेवा डाँडाको परेवा पार्क भनेर बनाएपछि यहाँ अरू पनि केही एडिसनल कुराहरू भएको भए चाहिँ अलिकति बेटर हुन्थ्यो होला तर यति परेवा मात्र बनेको छ लाइक हामी लास्ट इयर भनेको 1 वर्ष अगाडि आउँदा पनि यस्तै नै थियो ओ सो हट्यो अब हाम्रो भ्यू हल्का देखिन थाल्छ है त्यही त नि कस्तो उता म उता गएको बेला ट्याक्कै हटेछ क्या यहाँबाट चाहिँ ऊ त्यो सानो देखेको चाहिँ नाउदी खोला हो सायद अब यहाँ देखिन्छ कि देखिँदैन होइन ऊ त्यहाँ देखिरहेको छ नि जुन त्यो चाहिँ नाउदी खोला हो है जुम आउट गरिदिन्छु टक्क भिनाजुले चाहिँ यहाँबाट भ्यू हेर्ने भन्दै हुनुहुन्थ्यो ट्याक्क खुल्यो तर हामी फोटो खिच्नु लागेको बेलामा खुल्यो क्या त्यो टाइम लैप्स बनाएको सही आउँथ्यो नि त होइन यहाँबाट सो राम्रो छ लमजुङ त्यो खोला रुखले छेक्छ है यहाँनिर चाहिँ छैन कान्छोले चाहिँ टाइम ल्याप्स बनाउनु लागि स्ट्रगल गर्दैछ है टाइम ल्याप्स बनाउनलाई कान्छो के बनाउँदै हो यहाँ के बनाउँदै हो टाइम ल्याप्समा अडियो आउँदैन क्या यहाँ यसरी टाइम ल्याप्समा आउँदैछ कान्छो विनाज पनि उताबाट सिनको क्याप्चर गर्न खोज्दै हुन्छ म चाहिँ यतिकै अब यो एक्सन 5 लिएर घुमिरहेको छु होला होइन यस्तो स्ट्रक्चर झन्डै राख्ने हो है झन्डा राख्न चाहिँ हाइट पनि अलिक सानो भयो होला क्या यहीँ आएर मात्र देखिने त हुनु भयो नि त प्लस यो बच्चाहरूको लागि चिल्ड्रेन पार्क चाहिँ रहेछ है अब यहाँ स्ट्रक्चर भनेको एउटा मात्र रहेछ यो ओपन भएपछि यहाँ धेरै कुरा
राख्ने पोसिबिलिटी पनि हुँदैन नि त होइन, हराउन सक्छ सेक्युरिटी नभएपछि। यो चाहिँ झन्डा राख्ने ठाउँ होला, यसम्म राखिएको छैन। झन्डा पहिला थियो कि पहिला झन्डा भएको जस्तो लाग्छ है। अनि यो बाइक लिएर बाइक पनि आउँछ यहाँ माथि आउँछ होइन। बाटो चाहिँ अलि अफ नै छ है, त्यही भएर अफ भन्दा नि घाँसै घाँस हिलो टाइपको छ क्या, अनि त्यही भएर त्यस्तो सजिलो छैन। सबभन्दा राम्रो भनेको यहाँ तल राख्ने, अनि यहाँबाट 5 मिनट त हिँड्नुपर्ने, म्याक्सिमम 5 मिनट होइन। हिँड्ने गाह्रै भयो भने चाहिँ माथिबाट आउन मिल्छ यो बाटो हुँदै है। लास्ट टाइम हामी यही बाटो आएको थियौँ। अनि यहाँ ठुल्ठुलो रुखहरू छ होइन। यो ठाउँ चाहिँ अलिकति हाइटमा पनि छ होइन, यसलाई अलिकति वेल म्यानेज गरेर एउटा पार्क टाइपको बनायो भने चाहिँ एकदम बेटर हुन्छ क्या। चाहिँ परेवा पार्क भन्न जुन नामले त फेमस लाइक चिनिन्छ होइन, त्योभन्दा पनि बेटर बनाउन सकिन्छ यसलाई चाहिँ। पानी पर्दैछ नि त होइन, यहाँ चाहिँ कन्टेन्ट भयो है। यस्तो चिप्लो रहेछ मस्तिकले, लड्यो नि, चिप्लो रहेछ क्या बाटो। Guys, please give me camera. Guys, मैं यति बेला ब्ल्याक टेप पछाडिनु भएको छ, उहाँको हुलिया यस्तो छ गाइस। हैन त्यस्तो लागेन, ढुङ्गा थिएन माटोमा, त्यो अलिकति लेउराको लागेको रहेछ के। भाइ लड्यो रे, म त को लड्यो गाइस। मेरो स्ट्रगल चाहिँ त्यहाँ छ, बोर्ड रेड भएको छ गाइस। हेरौँ एकछिन चाहिँ अब नेक्स्ट चाहिँ अब हामी कुन्छा दरबार जाने हो नेक्स्ट। मेबी वी विल गो हैन। ल कान्छोबाट चाहिँ जाने कुरा नै बुझ्यो होइन। म एकछिन भिराजसँगै कुरा गर्छु, म लडेको बाटो फेरि जान्छु है। यो अलिकति लेउ लाग्ने बाटो थियो नि त होइन, यहाँनिर चिप्लेको यसमा यस्तो बाटो यस्तो चिप्लो रहेछ। अनि कहाँ त पुरै लेउ लागेको, त्यहाँबाट गएको थियो जाने बेलामा, आउने बेला माथि पनि त्यस्तै रहेछ हो। अलिकति यता आउनु भयो भने चाहिँ मनसुन टाइममा चाहिँ अलिकति केयरफुल हुनु होला। भिनाजु अब हामी कुन्छा जाने हो, कुन्छा दरबार जाने। ल अब